कान्छीको भाइ कान्छाको तत्काल बिहे गर्ने निर्णय गरिसकेपछि कान्छीलाई फोन आउँछ र फोन आएपछि कान्छी र सागर र कान्छीले आफ्नो श्रीमान सागरलाई सल्लाह दिइरहेकी हुन्छन्। घरबाट एक्कासी फोन आएको छ बुढा, अब कान्छा भाइको तत्काल बिहे गरेर कान्छा भाइलाई विदेश पठाउनु पर्ने भयो भनेर र बुवा आमाले त्यो भन्दै हुनुहुन्छ तत्काल बिहेको लागि आउनु पर्यो, भोलि नै आउनु पर्यो भनेर भन्नुभएको छ। अब के गर्ने त बुढा भन्दै सरसल्लाह गरिरहेका हुन्छन्। त्यसपछि सागरले पनि त भइहाल्छ नि, अब त्यस्तो बिहे जस्तो काममा हामी जानै पर्छ भनेर म पनि सरसँग बिदा माग्छु भनेर सागरले पनि आफ्नो सरसँग बिदा माग्छन्। र सागरको सरले भनिरहेका हुन्छन्, होइन त्यस्तो काममा त जानै पर्छ र तिमीलाई कति दिनको छुट्टी चाहियो र तिमीलाई कति खर्च चाहियो भन मलाई भनेर भनिरहेका हुन्छन्। भने सागरले अहिलेको लागि सर हामीलाई खर्च पुग्छ होला र चाहिहालेमा म तपाईँलाई मागिहाल्छु नि, चिन्ता नलिनुहोस् न सर भनेर सागरले भनिरहेका हुन्छन्। र उता कान्छीले पनि सागरको मालिकको बुवासँग बिदा मागिसकेकी छिन्। बुवा मेरो कान्छा भाइको बिहे तत्काल हुने भएछ र आमा बुवाले फोन गर्नुभएको थियो र भोलि नै आउनु भन्नुभएको छ, के गरौँ बुवा भनेर भनिसकेपछि बिहेमा त अनि जानै पर्यो, त्यो पनि आफ्नै भाइको बिहेमा, जाऊ न जाऊ केही फरक पर्दैन, हामी यहाँ आफै मिलाइहाल्छौँ नि भनेर घरको कामहरू आफै गर्ने निर्णय गरिरहेका हुन्छन्। र आखिर सागर र कान्छी तयार भइसकेपछि बिहेमा जाने निर्णय गरिसकेपछि उता कान्छीको दाजु सन्तोषले पनि कान्छीसँगै जाने भनेर फोन गरे र त्यसपछि आखिर एका बिहानै उठेर कान्छीले आफ्नो दाजुलाई पर्खिरहेकी हुन्छन्। होइन अबेरसम्म नआइसकिसकेपछि कान्छीले फोन गर्छिन्, होइन दाजु तपाईँहरू किन नआउनु भएको, गाडी छुट्छ र भरे ढिलो हुन्छ भनेर भनिरहेकी हुन्छन्। अब सानो भान्जीलाई पनि लिएर जानुपर्छ, फेरि राति हिँड्न पनि अलिक राम्रो हुँदैन भनेर भनिरहेकी हुन्छन्। त्यसपछि सन्तोष ओछ्यानबाट तत्काल उठेर सन्तोष पनि रातभरि ती गाउँकी एकजना महिलालाई मेरो श्रीमती बनाउँछु भन्दै सोचमा राखेका थिए र रातभरि दुईजना चल्दै रात बितिसके र बिहान भइसकेको पनि थाहा पाएन र आखिर त्यहाँबाट जरुर हतार उठेर आएर सबैजना गाउँ पुगेपछि पनि ती केटीलाई छोड्न मानिरहेको हुँदैन सन्तोषले। आखिर किन सन्तोषले अर्काको श्रीमतीलाई बिहे गर्न चाहिरहेको छ र आखिर सन्तोषले त चाहेको थियो आफ्नो कान्छा भाइ सँगसँगै बिहे गरिदिए त राम्रो हुन्छ भन्ने सोचिरहेका थिए। तर सन्तोषलाई भने आफ्नो आमाले यो महिला को रहेछ, को किन आएको भनेर सोधिरहेकी हुन्छन् आफ्नो कान्छी छोरीलाई। तर कान्छीलाई समेत सन्तोषले भनिरहेका थिए आमालाई नसुनाउनु है भनेर, साथी लिएर आएको भनेर भन्नु है भनेर भनिसकेका थिए र कान्छीले पनि साथी लिएर आएको भन्दै कुरा लुकाइरहेकी हुन्छन्। आखिर सन्तोषले लिएर आएको भन्यो भने सन्तोषलाई नै नराम्रो गर्ने भएपछि ती कुराहरू लुकाइरहेका हुन्छन्।